Hello guys, this is Rosni Agri new blog YouTube channel. साथीहरु अनि यो सेमी बनाउँदैछु अनि टिन्डाको सब्जी लिएर आएको थिएँ मैले। मिर्ची कति ठुलो हो के बाफरे, यति ठुलो पनि मिर्ची हुन्छ। अनि मैले आलु निकाले अनि मैले यो सबै काटेर बनाउने। अनि चाहिँ मैले मेरो चाय उम्लिसक्यो गाइस। अब मैले चाय पिउँछु थोरै देर बसेर अनि फेरि म हजुरसँग बोल्छु है त। यो चाहिँ मैले आफ्नो लागि लिएर आएको यो कप चाहिँ हैन, हेर्न सक्नुहुन्छ। गरम पानीको टाइममा गरम पानी पिने हुन्छ, त्यही भएर मैले लिएर आएको के टक्क लाग्यो। जैक, ओ हेलो हेलो साथीहरु, फेरि म आइसके चाय वाय पिसकेर हैन त। हेर्न सक्नुहुन्छ नुहाइ धुवाइ गरेर म निक्लिसके अनि हल्का कपडा धुन पर्यो भनेर कपडा धुनलाई पानी वानी इकट्ठा गरिसके अनि हल्का कपडा धोइसके। छिटो फटाफट गर्न थियो मलाई हैन, भिडियो एडिटिङ पनि मलाई गर्न थियो। त्यही भएर फटाफट कपडा धोइसकेर कपडा सुकाए। त्यसपछि कचेराको डस्टबिन कस्तो गन्दा भइरहेको थियो, यस्तो स्माइल मारिरहेको थियो नि, भुस्ती कुहिएको जानवरको जस्तो डुस्टी गनाइरहेको थियो। अनि यसलाई मैले फटाफट धोइसकेँ। अनि धोइसकेर वाइपर लगाइदिएँ। पानी कस्तो यता भइरहेको थियो अनि बच्चा यतातिर म बस्ने रुमको छेउतिर फेरि एउटा बच्चा छ कि, अनि त्यो बच्चा लोड्छ भनेर फटाफट मैले वाइपर लगाइदिएँ। त्यसपछि म हल्का मेकअप गरिसकेर आएँ गाइस म सब्जी काट्नको लागि। सेमीको सब्जी अनि आलु म बनाउँदैछु। देख सकते हो गाइस, मैं ना सब्जी काट रही हूँ, यहाँ पे आके बैठ गया। क्या बोलूं मैं इसको? ये बना रही हूँ, ये आलू खाएगा। लो चलो नीचे आओ लो आ जाओ। मैले यहाँ आलु काट्न लागे साथीहरु। आलु काटिसकेपछि अनि मैले प्याज टमाटर पनि काटेर रेडी गरिसकेँ। त्यसपछि कराई लिएर कराईमा मैले जिरा भुने अनि यो सबै जति पनि मैले काटेको छु सबै फ्राई गरेँ। कसैले त भन्छ नि त गर्मीमा अदरक लसुन खानै हुँदैन, झन् गर्मी हुन्छ भनेर। मलाई फेरि बाल भएन कि मैले त यो नहुँदासम्म मलाई मिठो लाग्दैन सब्जी हैन त। सो सब्जी बनिसक्यो मेरो। त्यसपछि मेरो बाबु र म खाना बस्यौं। तो गाइज आजको मेरो मिनी ब्लग यति नै हो। कस्तो लाग्यो फुल वाच गरेर लाइक कमेन्ट शेयर गरिदिनु होला भन्न चाहन्छु है त गाइज। बाइ बाइ, नमस्ते सबैजनालाई मेरो मिनी ब्लगमा।